र सर्भेमा चाहिँ म विभिन्न क्षेत्रमा काम गरिरहेको हुन्छु, जस्तै कि कल्भर्ट चाहिँ बनिरहेको हुन्छ, हाइवे चाहिँ बनिरहेको हुन्छ, त्यसको चाहिँ लेभल निकाल्ने, ड्रेनेजको चाहिँ लेभल निकाल्ने के कस्तो छ, त्यसको चाहिँ विभिन्न लोकेसनमा लोकेसनमा गएर त्यसको चाहिँ एङ्गलहरू लिने, त्यही काम सर्भेमा बढी गरेर हुन्छ। र अहिले चाहिँ रोड चाहिँ बनिरहेको छ, नेपालको चाहिँ अहिले महेन्द्र राजमार्ग बनिरहेको छ, त्यो चाहिँ हाम्रै कम्पनीले चाहिँ ठिका लिएको छ, इकेका कन्स्ट्रक्सन। काठ वीरेन्द्र बजारदेखि सरी कमलादेखि बागमतीसम्म हाम्रै कम्पनीले ठिका लिएको छ। त्यसको अन्डरमा पनि चाहिँ त्यो पनि अन्डरमा काम गर्ने गर्छ। इकेकेले चाहिँ मोतीराम दानलाई चाहिँ ठिका दिएको छ, र एउटा रसुवा कन्स्ट्रक्सनलाई पनि ठिका दिएको छ। मोती दानले यता वीरेन्द्र बजार कमलादेखि ढल्के वर्षमा उसले चाहिँ ठिका लिने गर्छ, र ढल्के वरभन्दा अगाडि चाहिँ रसुवा कन्स्ट्रक्सनले लिने गर्छ बागमतीसम्म। र एउटा कुरा के छ, यदि यो टिका लिएको छ भने म चाहिँ सर्भिङमा काम गरिरहेको छु, त्यति त नलेज डिटेल त थाहा छैन के कस्तो हुने गर्छ, बट मलाई यति त थाहा छ सर्भिङमा चाहिँ अहिले चाहिँ कुन लेभलको काम गरिरहेको छ। सर्वेमा पनि रोड विभागमा चाहिँ धेरै पार्टको डिफ्रेन्ट हुन्छ लेयर, सब लेयर, बेस लेयर, सब ग्रेड, त्योहरू चाहिँ डिफ्रेन्ट हुन्छ। डिबिएम, asphalt डिफ्रेन्ट टाइपको मेटेरियल चाहिँ युज गर्ने गर्छ टु मेक अ हाइवे। अहिले चाहिँ सेकेन्ड लेयरको काम भइरहेको छ, सब ग्रेडको सेकेन्ड लेयर। इम्ब्याकमेन्ट फर्स्ट हुन्छ, इम्ब्याकमेन्ट त्यसपछि सब लेयर, सरी फर्स्ट हुन्छ इम्ब्याकमेन्ट, त्यसपछि सब ग्रेड, तब जाकर त्यसपछि सब बेस, तब गएर बेस, तब गएर डिबिएम, तब गएर इम्ब्याकमेन्ट, सरी तब गएर एसफाल्ट चाहिँ युज गर्ने गर्छ टु दिस इज द प्रपर मेथड। बट त्यसको चाहिँ त्यो बन्ने कसरी गर्छ, त्यसले एक्ज्याक्ट लोकेसनमा कसरी बनायो, त्यो चाहिँ सर्भेयरको काम हुन्छ, जुन चाहिँ हामीहरू गरिरहेको हुन्छौँ। सर्वेमा पनि हामीहरू अहिले चाहिँ फर्स्ट लेयरको काम भइसक्यो, सेकेन्ड लेयरको चाहिँ सब ग्रेडको काम भइरहेको छ। यति नै हो, अझै आएपछि भिडियो म बनाउने छु र पोस्ट गर्नेछु के कस्तो भयो। र म